यहाँ चाहिँ ट्र्याक्टरले बारी जोत्दैछ। अब गोरु जोत्ने चलन चाहिँ गइसकेको छ। आधुनिक कृषि क्रान्ति गर्दैछ यहाँ चाहिँ। गोरुको ठाउँमा चाहिँ यहाँ ट्र्याक्टरले बारी जोत्दैछ गुटुटुटुटुङ लाएर। यो ट्र्याक्टर र गोरुमा धेरै फरक पर्दो रहेछ क्या। ट्र्याक्टरले जोत्दा एकै डल्ला निस्किएको छैन। यहाँ गोरुले जोतेको भए ठुल्ठुलो डल्ला निस्किन्थ्यो, फुटाउनु नसक्ने गरी निस्किन्थ्यो। गुटुटुङ लाएर जोत्या छ। एकैचोटि भोलि वर्ष यो बाजा जोत्दैछ ट्र्याक्टरले। अब पछि मकै छर्ने होला। झिक्रा गडाउँदैछ जोत्नको लागि। धेरै सजिलो हुँदो रहेछ है गोरु र ट्र्याक्टरमा धेरै फरक पर्दो रहेछ। यो चाहिँ आधुनिक कृषि क्रान्ति हो क्या। गोरुहरूलाई चाहिँ पाल्नु छोडेर यो एउटा तार जोत्नको लागि गोरु ल्यायो भने लगभग 3 दिनसम्म लाग्थ्यो। ट्र्याक्टरले 1 घन्टामा फिनिस हुन्छ यो तार। कति छिटो हुन्छ, कति सहज छ।